नमस्कार, जय श्री कृष्ण। आज मिति 2083 साल वैशाख 22 गते हो र आज चाहिँ मेरो जन्मदिन हो र सृजना यो कहाँ बसिरहेछिन् जस्तो लाग्छ भने चाहिँ आज चाहिँ मेरो जन्मदिनको सु अवसरमा चाहिँ म श्री भगवान चाङ्गु नारायणजीको दर्शन गर्न श्री चाङ्गु नारायण मन्दिर जाँदैछु र अहिले हामी बाटोमा नै छौँ र हजुरहरूलाई पनि श्री चाङ्गु नारायण भगवानको दर्शन गरौँ। वरिपरि श्री परिसर कस्तो छ, बाटो कस्तो छ देखाउन मन लाग्यो र रेकर्ड गर्न मन लाग्यो। सो अहिले चाहिँ हामी बाटोमा नै छौँ होइन, अब सिडी चढी नै रहेका छौँ र यहाँको मौसम वरिपरि हरियाली नै हरियाली छ। ठ्याक्कै सनराइज हुने बेला, सूर्योदय हुने बेला छ। वसन्त ऋतुको प्रभावले वरिपरि हरियाली छ। त्यति भ्यू हेरेपछि अब हामीलाई पार गर्नुपर्ने थियो यो सिँढी र यतिको सिँढी चढिसकेपछि चाहिँ भगवान चाङ्गु नारायणजीको दर्शन पाइन्छ। सिँढी चढिसकेपछि घन्टी बजाइयो र घन्टी बजाउँदै श्री चाङ्गु नारायण भगवानको मन्दिरमा प्रवेश गरियो। श्री चाङ्गु नारायण भगवान की जय। त्यसपछि हामी चाङ्गु नारायण मन्दिरमा प्रवेश गऱ्यौँ र यो चाहिँ चाङ्गु नारायण मन्दिरको अगाडिपट्टिको भ्यू हो। हजुरहरू पनि दर्शन गर्नुहोस्। मन्दिरबाट अलिकति पछाडि भित्रपट्टि गइसकेपछि चाहिँ यहाँ पनि अर्को भ्यू हेर्ने एकदम राम्रो ठाउँ रहेको छ। यहाँ चाहिँ विभिन्न पुराना स्टाइलमा बनेका घरहरू रहेका छन् अनि यहाँबाट चाहिँ हिमाल पनि देखिन्छ। अहिले चाहिँ अलि घाम लाग्ने बेला र हिउँ नपर्ने बेला भएर त्यति देखिएको छैन। त्यति भ्यूहरू हेरेर आइसकेपछि अब चाहिँ हामी घर जानका निम्ति फर्किँदैछौँ र यहाँ वरिपरि साँच्चै नै माहौल एकदमै शान्तमय छ, रमणीय छ। घुम्नलाई आउनलाई चाहिँ एकदमै राम्रो छ। यस्तो ठाउँमा आएपछि त आनन्द त पक्कै पनि आउँछ होला होइन। रुख नै रुख, हरियाली, यस्तो राम्रो मौसम छ। अब हामी यो बाटो आयौँ, चाङ्गुबाट फर्किँदैछौँ। हामी त्यहाँ माथिबाट आयौँ होइन। यहाँ बिचमा आराम गर्ने ठाउँ छ, पिपलको रुख। अहिले चाहिँ पुरै पातहरू झरेको छ र यहाँबाट पनि भ्यू चाहिँ एकदम राम्रो नै देखिन्छ। एकदम यतातिर घर मान्छेहरू पनि राम्रो भ्यू देख्न पाउनुहुन्छ। अब हामी त्यहाँ पर पुग्नुपर्ने छ। अब हामी यो बाटो जान्छौँ। यति बेरसम्म भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै 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 धन्यवाद। आज चाहिँ पुरै नै यो दिनको मेमोरी होस् भनेर चाहिँ रेकर्ड गर्न मन लाग्यो र अब अन्त्यमा थ्याङ्क यू सो मच फेरि पनि सम्पूर्णलाई मेरो जन्मदिनको अवसरमा चाहिँ धेरै राम्रो राम्रो विसेसहरू पठाउनु भयो। हजुरहरूको यति धेरै मायाको लागि धेरै 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 धन्यवाद। भगवान श्रीकृष्णको कृपा सम्पूर्णमाथि भइरहोस्।